भइरहेको थियो ओहो अब त्यो चाहिँ प्रेसर हुँदो रहेछ कि मैले गर्नुपर्छ भन्ने अनि अगाडि खोजिँदा तर त्यस्तै चिज रहेछ त्यो बाध्यता नै भनौँ न त्यो जीवनसँग जोडिएका कुराहरू कतिपय हुन्छन् होला त्यो चाहिँ अब कोही मान्छेले चाहिँ 20-25 वर्ष 40-50 वर्ष त्यो च्याब्रुङसँगै सङ्गत गरेको हुन्छन् उहाँहरूले निकालेको साउन्ड र मैले त्यो 20-25 दिन छुएको हिसाबले निस्किने त भएन तर हात चाहिँ मिल्ने पुगेको थियो तर त्यो साउन्ड चाहिँ त्यस्तो राम्रो निस्किरहेको थिएन म आफैले चित्त बुझिरहेको थिएन तर सिनेमा चाहिँ त्यो पनि हो नि त हो कि जस्तो बनाउने गुरु नै राखेर सिक्नु भएको थियो हुनुहुन्थ्यो हाम्रो स्पेसल हाम्रो उदय है उहाँ त्यो पनि हो र राम्रो च्याब्रुङको ज्ञान भएको पनि जान्ने उहाँको त टिम नै छ अनि उहाँले सहज तरिकाले एकदमै सिकाउनु भएको छ त्यो उहाँले अब हुनु त टाङटाङ टुङटुङ त बजाउने त्यो मेरो कल्चरमा पनि त्यो केन ढोल भन्ने हुन्छ अब त्यो चाहिँ गजाले बजाउनुपर्छ फुल तर त्यो यसको चाहिँ एक साइड मात्रै हुन्छ साउन्ड चाहिँ हातले निकाल्नु हुन्छ त्यो भएर पनि अलिक सहज चाहिँ भयो होला साउन्डसँग चाहिँ म निकै युज टु थिएँ किनभने म जब काठमाडौँ आएँ म त अब म जहाँ जन्मेँ हुर्केँ त्यहाँ चाहिँ नि च्याब्रुङको साउन्ड अथवा लिम्बू समुदायसँग एकदम नजिक थिएन सुनेको मात्रै हो र काठमाडौँ आइसकेपछि मात्रै समुदाय र त्यो साउन्डसँग म एकदमै नजिक भएको थिएँ त्यो साउन्डले मलाई कहीँ न कहीँ पहिलोचोटि सुने जस्तो नभए नि धेरै अगाडिदेखिको त्यो साउन्डसँग म एकदम फ्यामिलियर थिएँ तर त साउन्ड निकाल्नु चाहिँ नसकिरहेको थियो टिचर जो बजाउनुहुन्थ्यो उहाँले चाहिँ धेरै नै कोसिस गर्नुभयो तर पनि जो सिनेमामा दाइले पनि भन्नु यति भए चल्छ ओरिजिनल चाहिँ सुनिन्छ साउन्ड सिनेमामा यहाँले बजाएको थियो स्पोर्ट साउन्ड युज गरिरहेको छ कतिपय ठाउँ चाहिँ छैन कतिपय ठाउँ चाहिँ छैन अनेस्ट भन्छु कतिपय ठाउँमा चाहिँ भर्खर भएको त्यो चाहिँ मेरो साउन्ड नराख्दा हुन्छ भनेकै हो सायद राखेको छैन होला कतिपय ठाउँमा चाहिँ किनभने यस्तो हुँदो रहेछ कि हामीले बजाएको स्टोरी अनुसार च्याब्रुङ पनि नयाँ पनि चाहिने त्यो नयाँ च्याब्रुङ चाहिँ जति सङ्गत गर्दै गयो त्यति त्यो राम्रो बज्दै जाँदो रहेछ त्यसले होइन त्यो पछि राम्रो बजेको थियो कि दाइ त्यो अनि त्यो चाहिँ भएको अनि कतिपय ठाउँमा चाहिँ आफ्नै छ कतिपय ठाउँमा चाहिँ आफ्नो छैन जस्तो लाग्छ है मलाई के गर्नु भएको त्यो नहुनु नै पर्ने हो काठ चाहिँ मैले बुझेको छोटो सोधिहाल्छु त्यो काँध चाहिँ मजाले दुख्छ अरे त्यो सुरुमा 2-4 दिन चाहिँ गाह्रो हुन्छ होइन दाइ नहुँदो रहेछ त्यो वेट अनुसार पनि हुन्छ होला अब त्यो पनि कुन चाहिँको चाहिँ भन्ने हुँदो त्यो सायद कुन चाहिँ काठको अनि त्यस्तो भएन सुरुमा त अब शरीरै दुख्छ नाच्नु पनि पर्छ त्यो सँगसँगै दिमाग कतेर खुट्टा पनि चलाउनु र हात पनि चलाउनु पऱ्यो अनि त्यो साउन्ड पनि निकाल्नु पऱ्यो टिम फेरि एक्लै नाच्ने चिज होइन त्यो टिममा नाच्ने हो टिमसँग मिल्नु पऱ्यो त्यसले गर्दा त्यो हात काँध मात्रै होइन दाइ सुरुमा त दिमागै दुखेको हो होइन तर पछि त्यस्तो पनि नहुँदो रहेछ किनभने उहाँहरूको त दाइको बाबाको एउटा च्याब्रुङ छ त्यो वानदेखि देखेको त्यति हल्का छ बाबाले कति सालदेखिको त बजाउनु थाल्नु भएको र उहाँहरू अब सुनेको दिनैभरि बोकेरै नाच्ने हो त्यो दाइले भने त खुसीमा नाच्ने भएको कारणले त्यसले त्यो साँच्चीकै त्यो थकान पसिना त भइन्छ पसिना ओहो यसो पुग्छ फेरि बजाउँ लागिहाल्ने रितेशलाई के अरे जस्तो तपाईँले प्रायः धेरै जनराका फिल्महरू गर्नुभयो होइन ती फिल्म हेरिकन यो अलिक फरक छ कल्चरल हिसाबले कन्टेन्ट हिसाबले यस्तो फिल्ममा चाहिँ एउटा कलाकारलाई काम गर्न च्यालेन्जिङ अथवा सिरियसनेस चाहिँ कतिको हुँदो रहेछ टिम सिरियस हुने बित्तिकै तपाईँको 100% दिने त्यो कलाकारले 100% त हरेक सिनेमामा दिनै पर्ने हो तैपनि जब तपाईँ यो टिमलाई भेट्नुहुन्छ यस्तो टिमलाई जसले चाहिँ एकदमै जेन्युनली एउटा कथा भन्न खोजिरहेको छ र त्यसमा चाहिने चरित्रको रूपमा आफूलाई देखिरहनु भएको छ अलरेडी भिजन गरिरहनु भएको छ स्पेसली डिरेक्टरले भने त्यो च्यालेन्जलाई स्वीकारिन्छ मेरो लागि एकदमै ठुलो अपर्च्युनिटी हो
सो त्यो कारणले गर्दाखेरि अब तपाईँले भन्नुभयो जस्तै गरिरहेको जति पनि जनरको कामहरू गरेँ त्योभन्दा अलिकति फरकै छ। संस्कृतिसँग परम्परासँग जोडिएका कुराहरू धेरै छन् जारी 2मा। सो त्यो भयो धेरै कुरा साँच्चै किन त्यही गाउँमा गएर आङसाराङमा गएर सुट गरेको कारणले लिम्बू समुदायसँग एकदमै नजिकै मेरो त 10-12 दिनको सुटिङ थियो। त्यो समयमा पनि उहाँहरूको रहन सहन, उहाँहरूको वेशभूषा, उहाँहरूको लवाई खवाई मजाले फर्स्ट ह्यान्ड एक्सपिरियन्स गर्न पाएँ। जुन कमै हुन्छ प्रायः सिनेमामा सुटिङ हुन्छ सकेपछि सबैजना होटल गएर बस्छौँ होइन, आफ्नो कोठामा बस्छौँ, खासै त्यस्तो कुराको ज्ञान लिने बेला टाइम पनि पाइँदैन, त्यस्तो मौका पनि जुट्दैन। तर यो चाहिँ दाइकै घरमै बस्ने मौका पाएका थियौँ हामीले। सुटिङपछि हामी आङसाराङमा दाइकै घरमा बसेका थियौँ सम्पूर्ण क्रू कास्ट। त्यो कारणले गर्दाखेरि त्यस्ता चिजहरूलाई चाहिँ एकदमै नजिकबाट चिन्ने अवसर चाहिँ जुरेकै हो। जारी हेर्दै गर्दाखेरि किनभने त्यो समुदायसँग धेरै क्लोज नभएको कारणले गर्दाखेरि धेरै कुराको ज्ञान पनि लिन पाइएको थियो 1मा, र 2मा त प्रत्यक्ष रूपमा आफैले त्यो एक्सपिरियन्स लिन पाउँदा त मलाई एकदमै मजा पनि लागेको। त्यो लिम्बू कल्चरको के कुरा चाहिँ मन पर्यो तपाईँलाई? अब यस्तो छ, हामी एज एन अडल्ट धेरै सबै समुदायका साथीहरू हुन्छन् क्या आफ्नो होइन, हरेक कम्युनिटीको साथीहरूसँग हुर्किँदै बढ्दै अगाडि बढिन्छ होइन। अब लिम्बू कल्चरको मलाई अब यस्तो उहाँहरूको चाहिँ उहाँहरू एज अ पर्सन नै एकदमै वार्म लाग्नुभयो मलाई चाहिँ एकदमै के भन्छ त्यो स्पेसली अब म बाइकमा बसेको भएर त्यो कम्युनिटीको मान्छेहरू त भेटेँ। मैले भनिहालेँ तपाईँलाई सुटिङ जस्तो माहौल पनि थिएन, एक त घरमै बनाएको खाइरहेको थियौँ हुन्छ नि, बिहानदेखि बेलुका भाउजू असाध्यै हाम्रो आमा जस्तो। सो उहाँले बनाएको खानेकुराहरू चाहिँ असाध्यै मिठो। आई थिङ्क द्याट फुडले सबैलाई जोड्छ कि कनेक्ट गर्छ। सो खाना विशेष, अनि च्याब्रुङ नाच है आफैमा मेरो लागि नयाँ थियो, नौलो थियो। त्यो ठुलो पर्दामा देखिरहेको जारीमा मैले त पहिलोचोटि त्यही मात्रै मैले थाहा पाएको हुँ लिम्बू समुदाय र च्याब्रुङको नाता के छ भनेर, उहाँहरूले कति भ्याल्यु दिनुहुन्छ च्याब्रुङलाई। र आफै गएर प्रत्यक्ष त्यहाँ सुटिङमा हेर्दै आउँदाखेरि उनीहरूले बेलुका सधैँ प्र्याक्टिस गरेर नाचेको देख्दाखेरि त्यो चिज पनि असाध्यै मलाई चाहिँ एउटा थ्रिलिङ थियो मेरो लागि चाहिँ। आफूले प्र्याक्टिस गरी भन्नुहुन्छ दाइ मैले कतिको प्र्याक्टिस गरेँ त अब सिनेमामा वा गराएँ। हजुर जस विजय के अरे तपाईँ वरिष्ठ बलरामको शब्द चलिरहेछ, केही हकमा अझै पनि राम्रै छ, तर फेरि अर्को सिनेमा माथि आउँदाखेरि त्यसलाई त असर पर्ने भन्ने कसरी हेर्नु? दुईटै आफ्नै सिनेमाहरू हुन्, दुईजना दाजु र म पनि 2जना छौँ। अब साथ अब हामी आउँदै गर्दा अर्को छोड्नुपर्ने हुन्छ, केही बाटो त हो नि, बाटोमा हिँड्दै गर्दा अब छुट अब आफ्नै मिलेरै गएको अवस्था छ। त्यही भएर फरक नपर्ला। 2 हप्ता जस्तो भइसक्छ वरिष्ठ बलराम पनि, त्यसपछि अब हाम्रो त्यो भएपछि ठिक छ। अनि त्यो राम्रै भइरहेछ, तर फरक रमाइलो चाहिँ के भइरहेछ नि, वरिष्ठको क्यारेक्टर दुईटै फरक छन्। यसमा हेरिने क्यारेक्टर मङ्गल सिंह र नामसाङ फरक चरित्रहरू छन्, फरक नै केही हुन्छ होला। त्यसले अब आर्थिक हिसाबमा अब अघिल्लो सिनेमालाई अब यो आउने भएपछि अलिकति के होला भन्ने हो, तर ठिक छ, मिली जानुपर्छ। अब तपाईँलाई लिम्बू होइन भन्दा नि हो भन्ने भन्दाखेरि होला। म लिम्बू भइसक्यो, बिहे गरिसकेँ। मेरो भाइ लिम्बू। आफूले लिम्बू भनेर स्वीकार्न फिल्मभित्र चाहिँ कति गाह्रो हुन्छ? तपाईँ अर्कै उसमा त्यही लडाइँ हो, त्यो पात्रको लडाइँ जुन छ। अहिले म लिम्बू हुँ भन्ने स्वीकार गर्नु र समाजलाई म हुँ भनेर देखाउनु, यही फरक दुइटा त्यही छ। विजय बराललाई आफू लिम्बू भन्न पहिले आफूलाई विश्वास दिलाउनु र समाजलाई पनि म बाहुन होइन लिम्बू हो भन्नलाई स्वीकार गर्नु, यो क्यारेक्टरको यही बिचको चरित्र हो नि त। त्यो पनि त्यो बिचमा त पहिलो कबड्डी गर्दा चाहिँ अलिकति ऊ भएको अवस्था हो, पछि त अब सहजै जारी कबड्डी हुन्छ, भर्खर कबड्डीबाट आयो भने पहिलो जारीमा गर्दाको अवस्थामा अलिकति अप्ठ्यारो हो। दाइले सहजीकरण गरिदिनु भयो, भाषाको कुरादेखि लिएर संस्कारको कुरादेखि लिएर बुझ्दै गयो पहिलो मङ्गल सिंहले। अब दोस्रोमा आइसक्दा अलिकति मेच्योर्ड भयो होला। अब मेरो बाको पात्र दाइ आफै हुनुहुन्छ, झन् सहिलो डिरेक्टरै आफैसँगै भइसकेको अनि त्यो भएर चाहिँ आफूलाई स्वीकारोक्ति गर्न नसक्दा पनि डिरेक्टरले गराइहाल्नुहुन्थ्यो। त्यो भएर चाहिँ सहज हुन्थ्यो मलाई मेरो लागि चरित्रमा जाँदा। सुटिङमा जाँदाखेरि लिम्बू गाउँमा बाहुनहरू पनि भेट्नुभयो होला, तिनीहरूको साइकोलोजी पनि बुझ्नु
ती चिजहरू र आफूमा के पाउनुभयो? यस्तो भन्नुभयो ठ्याक्कै यस्तै हो भन्नु मैले जारीको प्रिमियर म युके जाँदा पनि भेटेको यस्तै पात्र दाइले भन्नुभएको थियो यस्तो पात्र छन् भन्नुभएको थियो अनि अस्ति पनि भेट्दाखेरि ठ्याक्कै तपाईँको त्यस्तै छ भनेर भन्नुभयो होइन त्यो अघिले भने जस्तो दाजुले भन्नु ठ्याक्कै टोनमा जाने काम भनेको अलग चिज होला खालि त्यसको इमोसनल लेभल र भित्री त्यसको मनोविज्ञानमा पक्रियो भने पनि त्यसले चरित्रसँग जोडिन्छ भन्ने अघि कुरा आएको थियो ठ्याक्कै धेरै रिलेट गरेर ठ्याक्कै यस्तै छ ल मेरो यस्तै छ मेरो ऊ जस्तै हो भनेर भन्दा चाहिँ बडा खुसी लाग्यो कुरुङमाङ भनेर त धेरै बुढी मान्छे आमाहरूलाई चाहिँ ठ्याक्कै म कुरुङमाङै हो जस्तो लाग्दो थियो कुरुङमाङ भन्नुहुन्थ्यो त्यो भएर कथाको पात्रसँग उहाँ जोडिनु भनेको चाहिँ हामीले गरेको कुरा ठिक ठिक ठाउँमा गइरहेछ कि भन्ने अनि भेटिनु हो किनकि त्यहाँ आङसाराङ जाँदा पनि भेटिने धेरैले आफ्नै जस्तो लागेर ए के छ भने जिस्केर ठिक छ भने जिस्किए त्यो विजय बराल होइन क्या त्यो कुरुङमाङको मङ्गल सिंह हो जस्तो म चाहिँ पात्रसँग कहीँ कहीँ नजिक छ अनि कहिलेकाहीँ त्यो भेट्दा चाहिँ जस नजिक छौँ पुरै नभए पनि नजिक गइरहेछ पात्रको भन्ने चाहिँ लाग्छ